साउन गएको त्यहाँदेखि साउन महिना पनि लाग्यो। मेरो बुढो चाहिँ मदेखि धेरै टाढा हुनुहुन्छ, उहाँलाई धेरै मिस गरिरहेको छु। यो नसोच्नु कि यो साउनको महिना उसलाई मैले केही पनि दिन सकिनँ, न हरियो चुरा दिन सकेन, हातको मेहन्दी दिन सकेन, हरियो साडी दिन सकेँ, अनि के दिन सकिनँ। यो नसोच्नु कि मैले पनि बुझ्छु हो, हजुरहरूले सङ्घर्ष गर्दै हुनुहुन्छ, हामीलाई 1 रुपियाँ देख्न पनि यति गाह्रो भइरहेछ। यसै पनि म हजुरले दिएको मायाले म यति ह्याप्पी छु। एउटा जुन महिना पनि मलाई साउनको महिना जस्तै लाग्छ। त्यही भएर म भन्छु जुन बेला हामीसँग होला त्यही बेला हामी हरियो चुरा, हरियै पोते, हरियै साडी लाएर हिँडौँला। अहिले त हामीसँग केही पनि छैन। अहिले त हामीसँग 1 रुपियाँ देख्न पनि यति गाह्रो भएको अवस्था छ, म पनि बुझ्छु नि त। अनि त्यही भएर एउटा सम्बन्धमा राम्रो हुनलाई, सम्बन्ध जोगाउनलाई चाहिँ हरियो साडी, हरियो चुराले हुँदैन कि हजुरले मलाई, मैले हजुरलाई बुझ्नुपर्ने हुन्छ। एउटा साउन महिना मात्रै हाम्रो लागि विशेष होइन, यो सबै महिना जस्तै सबै महिना पनि हजुरले साउन महिनाको जस्तै मलाई माया गर्नुभएको छ। एकदमै ह्याप्पी छु हजुरलाई पनि साउने सङ्क्रान्तिको, टाढैबाट भए पनि साउने सङ्क्रान्तिको धेरै धेरै शुभकामना। यस्तै जुन साउने सङ्क्रान्तिले जस्तै खुसी बोलाउँछ, हाम्रो जीवनमा पनि सधैँ खुसी नै आइरहोस् भन्न चाहन्छु। र हजुरहरू सबैलाई साउने सङ्क्रान्तिको धेरै धेरै शुभकामना।